Hello everyone, welcome to Coastal Unfiltered. हामी चाहिँ अर्को दिन आज चाहिँ एउटा यार बिहानै उठेर मलाई ट्र्याक्टर लोड गर्न भन्दा त्यहाँ हेल्पको लागि गएको है। म चाहिँ बिहान उठेर वासरुम गएर सिधै पानी सानी नपिकन ट्र्याक्टर लोड गर्न स्ट्रगल हो क्या। त्यही हो, अब जाम। साथीहरू म चाहिँ ढुङ्गा बोकेर घर आइसकेको छु। यो पर्मिन हामीले अहिले झेक्रा लाँदैछौँ। झेक्रा खै पर्मिन लिएर गएको झेक्रा हो। म अलवेज हट एन्ड सेक्सी। थ्याङ्क यू। आएँ लग। अब यो मोबाइल छोप्नु पर्यो। अब झेक्रा चाहिँ हामीले लगाउने यहीँ हो, इनिसेबी भजन एन्ड डान्स जानु। पहिले त नाच्दैछु म, पहिले म नाच्छु त्यसै ठाउँ छैन ल, जे भने पनि हुन्छ। यो भजनमा यस्तो गर्छ कस्तो भन्नु नि। भ्लग ए बाबु खुरुखुरु न अरे नत्र तल मैले आज दिनभरि 50 चोटि कुटेन्छु नि। म यहीँ छु, त्यो रेकर्ड गरेर 50 चोटि कुट्छु। छिटो जा नाच बाबु ल। ए हरि हरि त्यस्ता ठर्की डान्स होइन यहाँ। हरि हरि नाच परे तल मैले एकचोटि घुमेर एकचोटि 3 फनको घुम यस्तो हात हो त्यस्तो शिव अज अटारी शिव अज अटारी 3 मिनटको भयो तर यो एडिट गरेर राख्नुपर्छ कि बाबु। यो कोर हो कि, तर मेरो कपाल हेर्छ अन्त हल्का बढी तेल लाग्ने देखियो। पसिना आएर पसिना हो के काम गर्छ। एट्र्याक्टिभ चिज मेरो कपाल हो कि जस्तो लाग्ने। ओहो हो कोब्रा हामीले त भिडियो बनाएर बस्यौँ ल। दाइ फेरि त्यसै हिरो बन्नुहुन्छ, बनियान लाएर जात्रै काम गरेर चाहिँ नाटक गर्ने, चिच्चाउने। त्यो कट्टु लागेको हो कि हगेको कट्टु त्यहीँ। मम्मी एकचोटि यता हेर्नुहोस् त। अब हाँस्नुहुन्छ मम्मी, एकचोटि हाँस्न ल एकचोटि ल। आउने मम्मी भिडियो हो यो, फेरि आउँछ। हिजो नि आएको तपाईँ हाँसेको। सत्य कुरा बोलेको। सम्मान ठुली मम्मीलाई जिस्को सम्मान गर्ने। यो यस्तरी भ्लग देखाएपछि सबको मुख बन्द हुन्छ। मैले फेरि काट्दिनँ गएर बाबु, यत्रो भुँडी भएका यस्ता लोइतरे के अरे हिसा नमिसाको सिनो खाएर राति साँच्चै राति यस्तो बिहान उठेर सिरक खोल गर्नु त पर्मिने त भ्लगमा के भने हस्को गचन पचाको सिनो भनेको त हिचन पिचाको सिनो अरे यस्तो ल हो। दाइले आफ्नो ट्यालेन्ट देखाउनुहुन्छ ल, देखाउनुहोस्। ल एकताल भजन रन गाइने यस्तो त नाच्छ ल। अब हाम्रो घर रोटी बनाउने तयार चलिरहेको छ चौरासीको लागि। लेट मी सो, वेट गर्नुहोस्। क्या रखे बेटे, क्या रहा है?
तपाईँले पकाएर खान सक्नुहोस् टेन्सन पार्नुलाई हामीले ए आबै के छ चाहिन्न मलाई चाहिन्न यहाँ गाह्रो हुन्छ कराई सानो भयो नि त ए अर्को त्यहाँ उसको खबर सम्मको डेप्ची ल्याएर आउनु त अन्त सम्मको भाँडा मैले समूहको भाँडा फेरि उता लाने होला नि त स्लोमो खिच्न नि पाइछ एभ्रिथिङ बढी किलो भएर हो यस्तो कपाल अगाडि आयो कि नराम्रो देखिन्छ कि लामो कपाल हुन्छ नि तपाईँ त थाहा छैन होला टक्लु हुनु नि अब भोलि पर्सि अब 3 दिनपछि अब यही नभएको बाल देखाउँदै बस्नु त्यही नि एउटा भनेको कन्फिडेन्सको हो क्या भाडा हियर इज एक्चुली कन्फिडेन्स जस्तो म कस्तो कुरा गर्दैछु यस्तो गर्दै अझै आएन कि कपाल माथि होइन जाएँ मेरो लाएर हट देखियो नि त भना मान्नु पर्मिला चाहिँ मैले साइलेन्टली हुन्छ नि त्यो र इमोसन क्याप्चर गर्नु भने त्यो र इमोसन यसले कस्तो र इमोसन क्याप्चर गर्छ भन्ने हो के रोटी बनाउँदाखेरिको जुन हुन्छ नि सिनेमेटोग्राफी स्लो मोटो छ डिफ्रेन्ट एङ्गल्सहरू फेरि तैँले फेरि रोटी बनाउँदै यसरी तलबाट मान्छेको टाउको खिच्छ त्यस्तो हुने र इमोसन क्याप्चर गर्ने के त्यस्तै हुन्छ कसो उत्रिन्छ यसरी काट्ने यस्तो भएको यो त्यहाँ हो त्यस्तो एकदम त छ यो त बाहिर त निकाल्नै भएन त नि ड्यामडम पारेर कोस्नुपर्छ रोटी बेल्दाखेरि नि यता छेउ कोसेर बेलिदिन्छ त्यति गाडी खुसी कौशललाई भित्र खारा पनि भएन अन्त भित्र गरेर बाहिर ल्याएर गर्ने यही कौशललाई हात लगाइदिनु किने हुने रहेछ हो कि नै दिदी भन्नुहोस् त भाइलाई बाहिर खाएर आएन अन्त यो ल यिनी रोप्ने चालेको रहेन हुन्छ इन्डिया नि अब तातो छ माझ राखेको अलिक टाढा छोडेर नि डर लाग्ने कि अनि बाहिर च्याप्छ त चामल पिठो आटा दिएर उता चाहिँ रोटी बनाउँदै हुनुहुन्छ अनि अहिले चाहिँ म चाहिँ चक्ला बेल्ना लिन आएको छु उहाँ ठुली मम्मीको घर माथितिर जाँदैछु अनि रोटी बनाएको चाहिँ अब यो यस्तै ग्रान्ड चौरासी यहाँ चाहिँ बहुत धेरै मान्छे आएर रोटी बनाउँदै हुनुहुन्छ लेट्स सी यहाँ फिस्टो हेर फिस्टो तर गुलेली
फलफुल पनि कहाँ काँडा यहाँ पाहाडमा खान्छन् तराईमा त तराईमा खाने टक्राइदिएको एउटा मुखा गुजुरो नलेगिन गर्मी छ के गर्मी भएर जाडा खाएनन् जाडा पनि खाने हाम्रो बहिनीको छोराको बिहामा रोटी कति खालु मान्छेले लिएर यो साइना अङ्कलको जेठो छोरो के हिजो भ्लग आज मैले पोस्ट गर्ने टाइम बिजी छ नि त म भ्लगमा ल तपाईँलाई यसो तपाईँ होइन ए होइन लसेको त राम्रो हो मैले त जे पाएँ त्यही हो ल तपाईँ चाहिँ आउनुहुन्छ ढुक्क हेर्न ल विपिनले भिडियोमा देखाउँछ नि तपाईँलाई ल मैले त अहिले नि बनाउँछु हजुर नि आउने हो ल मैले त जो यता हेर्छ त्यसलाई जुम गर्दै भ्लगमा राख्दै हो ल बिन्दा बस्छन् अयोध्येमा राम घरमा गाजा खेती गरी सबले त्यही खाम वृन्दावनमा कृष्ण बस्छन् अयोध्येमा राम घरमै गाजा खेती गरी सबले त्यही खाम गाजा खेती गरी त्यो शिवरात्रि विशेष बम बम भोले अरू के त्यही हो कौशल राईको एकदम यो घरको चर्च हो त्यस्तो घरमै लास्ट आएको त त्यही छ घरमा गाजा खेती गरी सबले त्यही खाम त तँ जो अगाडिको मिलाउन पाइयो अलिअलि बुवाले गाएको ल साथीहरू अझै रात परिसकेको छ आजको दिनको चाहिँ डे एन्ड हुँदैछ यप थ्याङ्क यू फर वाचिङ अरू के भनौँ मैले स्टे फिट स्टे हेल्दी अरू भोलि पनि भ्लग आउँछ रेगुलर बेसिसमा एन्ड लगेन सबै देखिन होइन थ्याङ्क यू फर वाचिङ भनौँ दुईटैले आउने थ्याङ्क यू फर वाचिङ Thank you for watching.